अब हामी काठमाडौँमै एपिस सेरेना जसरी चाहिँ हामी एपिस मेलिफेरालाई नि पाल्न सक्दो रहेछौँ घरैमा राखेर यसलाई चाहिँ चराउन लगेर प्राय जसोले पाल्ने गर्नुहुन्छ। तर हामी चाहिँ यसरी घरमै राखेर चाहिँ पाल्न सक्दो रहेछौँ। विगत 1-2 वर्ष अगाडिदेखि चाहिँ हाम्रो यहाँ एकजना अङ्कलले चाहिँ पाल्दै आइरहनु भएको रहेछ र उहाँले मेरो घरमा नि मौरी छ भनेर भन्नुभएपछि चाहिँ हामीले चाहिँ हेर्नु आउँदा यसरी चाहिँ मजाले मह लाएको रहेछ। र तपाईहरु यदि पुरानो कृषक हुनुहुन्छ जसले चाहिँ अगाडिदेखि मेलिफेरा मौरी पाल्दै आइरहनु भएको छ भने चाहिँ तपाईलाई थाहा नै छ होला। यो मेलिफेरा मौरी चाहिँ यस्तो चोपको कारणले चाहिँ एकदमै प्रसिद्ध छ। त्यसैले चाहिँ यो मौरीको जात चिन्नको लागि पनि चोपले चाहिँ एकदमै छिटो चिन्ने गर्छ र यो मौरीको साइज पनि छुट्टै हुन्छ, कलरहरू छुट्टै हुन्छ। यसरी चिन्नु भएन भने चाहिँ यसको चोपले चिन्न सक्नुहुन्छ। र यो मौरी चाहिँ कुन जात हो भनेर चाहिँ तपाईले जान्न सक्नु भएन भने चाहिँ यो मैले भने जसरी छुट्याउन सक्नुहुन्छ चोपको कारणले, अथवा चाहिँ यो मौरीको साइजै फरक हुन्छ। नत्र भने म पछि तपाईहरुलाई छुट्टै भिडियो पनि लिएर आउनेछु तपाईले कसरी चाहिँ चिन्न सक्नुहुन्छ भनेर। र साथीहरु यो मौरी खोलेर चाहिँ यहाँ ढकनीमा यति धेरै महहरू टाँसेर राखेको रहेछ र मह काट्ने बेला भइसकेको रहेछ। तर अहिले चाहिँ हामीसँग समय नभएको कारणले चाहिँ हामी यो माथिको चाहिँ महलाई काटेर चाहिँ चाक्ने छौँ। साथीहरु तपाईहरुलाई थाहा नै छ होला, म प्राय जसो एपिस सेरेना मौरीहरू चाहिँ ट्र्याप गरेर पाल्दै आइरहेको थिएँ। अब चाहिँ हाम्रो अङ्कलले हामीलाई 1 गाड दिने कुरा गर्नु भएको छ। त्यसैले चाहिँ 1 गाड उहाँको बाद लगेर चाहिँ हाम्रो अब एपिस मेलिफेरा मौरीहरू चाहिँ हामी स्टार्ट गर्नेछौँ। र साथीहरु त्यो मौरी कसरी चाहिँ हामी विभाजन गरेर यहाँबाट लाने हो, के गर्ने हो, सम्पूर्ण कुराहरू चाहिँ हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस् अनि साथमा आएको बेल आइकनलाई क्लिक गरिदिनुहोस्। यति गर्नुभयो भने चाहिँ म त्यो भिडियो पनि युट्युबमा हाल्ने बित्तिकै हजुरहरूले चाहिँ सबैभन्दा अगाडि हेर्नु पाउनुहुनेछ। र साथीहरु यो सेरेना र मेलिफेरा चाहिँ आकाश पातालको चाहिँ फरक हुँदो रहेछ है। अब अहिले चाहिँ सेरेनाको कुरा गर्ने हो भने अहिले सेरेनाले त्यति धेरै मह लागेको अवस्था छैन र यो मेलिफेराको कुरा गर्ने हो भने चाहिँ मह एकदमै लागेको छ। यहाँ माथिबाट हेर्दा चाहिँ भित्र चाहिँ के कस्तो छ भनेर चाहिँ हामीले आज समयले साथ नदिएको कारणले हेर्नु पाएनौँ। हामी अब केही आउने दिनहरूको भिडियोमा चाहिँ हजुरहरूलाई फेरि पनि लिएर आउने नै छौँ हामी यही मौरीको चाहिँ मह काटेर। र साथीहरु त्यो मह काटेको भिडियो पनि हजुरहरूलाई चाहिँ हेर्नु एकदमै इम्पोर्टेन्ट छ जस्तो मलाई लाग्छ। यदि तपाईहरु मौरी पाल्ने सोच बनाउँदै हुनुहुन्छ र मौरी को चाहिँ तपाईहरुले केही जानकारी राख्न चाहनुहुन्छ अथवा तपाईले मौरी कुन जात पाल्ने हो भनेर चाहिँ तपाईले छुटाउन सक्नु भएको छैन भने चाहिँ त्यो भिडियो हेर्नको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस्। म चाहिँ 100% त्यो भिडियो चाहिँ हजुरहरूलाई जस्तोको जस्तै लिएर आउँछु। र हामीले चाहिँ फाइनली महहरू चाहिँ काटिसक्यौँ र माथि ढकनीमा नै यति मह निस्क्यो र यो मह चाहिँ एकदमै धेरै बनाउँदो रहेछ है सेरेना भन्दा चाहिँ मेलिफेराले। त्यसैले चाहिँ हामीले अब यसको मह काटेर ढकनी राखिसक्यौँ। अब हामी चाहिँ यो केही दिनमा यो माथिको सुपरको मह चाहिँ हामी काटेर तपाईँलाई देखाउनेछौँ भन्दै आजलाई यति नै साथीहरु। र हाम्रो अङ्कलले घारहरू बन्द गर्दै हुनुहुन्छ। अर्को भिडियोमा हामी लिएर आउने हुन्छौँ। लभ यु अल गाइज, सब्स्क्राइब गरिराख्नुहोस् है त।